मुस्ताङ भन्सारबाट पौने 6 अर्ब राजस्व सङ्कलन। नेपाल र चीन उत्तरी कोरला नाका स्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने 6 अर्ब राजस्व सङ्कलन गरेको जनाएको छ। गत भदौ 31 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत 7 गतेसम्म रु 5 अर्ब 71 करोड 10 लाख राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट रु 12 अर्ब 17 करोड मूल्य बराबरको माल वस्तु आयात भएको, रु 20 करोड 30 लाख मूल्य बराबरको माल वस्तु चीनतर्फ निर्यात भएको जानकारी दिएका छन्। हालसम्म कोरोला नाकाबाट भित्रिएका 2348 वटा विद्युतीय सवारी साधनको भन्सार जाँच पास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए। यसैगरी मुस्ताङ भन्सार कार्यालयबाट 1804 वटा मालवाहक कन्टेनरको भन्सार जाँच पास भएको भन्सार प्रमुख खड्काको भनाइ छ। गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातो पानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरोला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिएको थियो।